सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग है। म चाहिँ फ्रेस भएँ, नुहाएँ हो, घाम पुरा लागिरहेको छ। अन्त म चाहिँ दोकान जाँदैछु आइसक्रिम ल्याउनु। तपाईँहरू ठिकै हुनुहुन्छ होला है। बडी के गर्नुभएको? ए हाम्रो बडीले चाहिँ खै देख्नुभयो भएन एकैछिन ल को भ्लगर हुनुहुन्छ हो। बडीले चाहिँ यहाँ दाल केलाउँदै रहेछ। भाइ कहिले ल्याउँछ बडी? ए कस्तो बोक्नु मन परिसक्यो भाइलाई हो। कति दिन भयो नबोकेको, अल्छी लाग्दो रहेछ भाइ नहुँदा। हुन्छ गाइस, होइन अस्ति म भ्याएन नि त हो। होला कस्तो गरम भयो गाइस। अन्त नि म आइसक्रिम ल्याउनु हो जाँदैछु दोकान। अनि म यस्तो गरममा त खानै पर्यो नि त होइन। अहिले ल तपाईँलाई म दोकान पुगेपछि एउटा हेलिकप्टर जाँदै रहेछ हो। नजिकैबाट हेलिकप्टर जाँदैछ। आज हेर्नुहोस् त कस्तो दामी उयो आकाश भइरहेको रहेछ हो। गरम त्यो पुरै छ तर आकाश चाहिँ मजाको भएको हेरिरहेको रहेछ। म चाहिँ यहाँ दोकान आइपुगिसकेको छु आइसक्रिम ल्याउनु। अङ्कल आइसक्रिम ल्याउनु न। आइसक्रिम? यस। कस्तो हुन्छ आइसक्रिम भनेको त? वेलकम छ हाम्रो अङ्कललाई मेरो पेजमा। गरम भयो पुरा के। आइसक्रिम अङ्कलले क्यान्डी के अरे उयो किन्डर जोय पनि दिनुभयो हो। कुन चाहिँ लैजाउँ? कुल्फी दिनु ल 4टा। यहाँ होला नि त, त्यहाँ नानीहरूको त्यो खेल्ने हुन्छ नि, यहाँ होला मिठाई चाहिँ। हुन्छ थ्याङ्क यू। उयो यल्लो दिनु 4टा दिनु। गाइस मैले चाहिँ यो कुल्फी किनिसकेको छु हो। अनि यहाँ चाहिँ म पढेको स्कुल। अन्त सिधै यहाँ चाहिँ पपल्स कर्नरमा चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ हो। गरममा चाहिँ उयो खानु कुल्फी आइसक्रिमहरू। हेर्नुहोस् यति साह्रो घाम लागिरहेको छ। अन्त यो बाटो चाहिँ म घर जाँदैछु। यहाँ छ मेरो हातमा कुल्फी। अन्त यहाँ छ अङ्कलले दिनुभएको किन्डर जोय। अन्त हुन्छ गाइस म घर आइपुगिसकेँ हो। एक कुल्फीलाई अब खाने हामी। पुरा गरम भयो। अन्त हुन्छ गाइस, थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई।